तर ज्यान जाला यिनका अगाडि शिर झुकाउँदिन, मर्नु परे पनि यिनीहरूका अगाडि शिर झुकाउँदिन। अब यिनले मलाई गर्न बाँकी भनेको गोली हान्ने हो, म तयार छु। यसै पनि बिच सडकमा एकजना मान्छेलाई गोली हानेर मारेको पापी सरकार हो यिनीहरूको। अस्ति भर्खरै मैले मेरो प्यारो चितवनलाई गएर बताउनु पर्नेछ म माथि के भयो। 84 दिन यिनीहरूले मलाई के गरे। दासढुङ्गाको बाटोबाट मध्यरातमा कुन नियतका साथ यिनीहरूले मलाई लिएर गएको थिए मैले चितवनलाई भन्नु छ। मैले बताउन पाउँछु पाउँदिनँ मलाई थाहा छैन। मेरो टाउको माथि तरवार झुन्ड्याएको छ मलाई थाहा छ। तर म चितवनलाई बताउन चाहन्छु, आगामी शनिबार, आउने शनिबार म चितवन जाँदैछु। सरकार कसरी ढल्यो, कसले ढलायो, के षड्यन्त्र भए, कसको हातमा हतकडी लाग्नु पर्ने थियो, कसको हातमा हतकडी लाग्नु पर्ने थिएन, यो कुरा सबै चितवनलाई बताउन चाहन्छु, इमानदारीपूर्वक बताउन चाहन्छु। रवि लामिछाने किस्तीमा आएको प्रधानमन्त्रीको पद त्यागेर कहिले हुन मन्जुर भएको मान्छे हो। मैले ज्यानको माया मारेको छु, तपाईँको पदको लोभ गर्नुभयो भने तपाईँलाई र मलाई पाप लाग्छ। मैले ज्यानको माया मारेको छु। त्रिशुलीको धीरै दासढुङ्गा हुँदै लिएर गयो मेरो परिवारलाई, मेरो वकिललाई कसैलाई थाहा नदिकन लुकाएर मध्यरातमा के नियतले मलाई उठाएर लिएर गयो। जनता खुसी हुन्छन् भने तयार, मैले हात पहिला पनि देखाएको छु, अझै पनि लगाऊ हतकडी, म तयार भएर बसेको छु। तर गलत भइरहेको छ। जो व्यवस्थाप्रति प्रतिबद्ध भएर आएको छ, जसले परिवर्तनलाई स्वीकार गरेर आएको छ, त्यसमाथि यो किसिमको अन्याय र अत्याचार जुन सरकारले गरेको छ, सडकमा उभिएको आक्रोश राजालाई विश्वास गरेर आएको आक्रोश मात्र होइन, यिनीहरूलाई दण्डित गर्नुपर्छ। जसले दण्डित गरे पनि हुन्छ भनेर आएको। मलाई थाहा छैन बाहिर आएका मानिसहरू कति राजावादी हुन्, कतिले राजालाई मानेर आएका हुन्, मलाई थाहा छैन। तर यिनको तन्त्र, यिनको नेता तन्त्र अन्त्य हुनुपर्छ भनेर त्यो आक्रोश बोक्न चाहिँ आएका हुन्, मलाई थाहा छ। यही चाहिँ मलाई थाहा छ। उपस्थित आमा बुवा दाजुभाइ दिदीबहिनीहरू, अब हामीसँग धेरै उपाय छैन। हामी हिंसात्मक आन्दोलन गर्न चाहँदैनौँ। राष्ट्रपालले पोखरामा आन्दोलन गर्यो, तिमीहरू पनि उस्तै हो भनेर कसैले भने, उस्तै होइन। मानवाधिकारवादीहरूले आएर मलाई भनेका थिए तपाईँहरूले गर्नुभएको आन्दोलनबाट पोखरामा एउटा पाठ पनि छैन, यस्तो पो आन्दोलन। तर घुसपेट भयो हाम्रो आन्दोलन पनि हामीले देख्यौँ। जुन दिन अदालतमा मुद्दा बुझायो, हाम्रो पार्टीले विज्ञप्ति निकालेर भन्यो अब कुनै पनि आन्दोलन नगर्नु होला, किनकि सरकारको हातबाट अब अदालतमा गएको छ, हामीले अदालतलाई सम्मान गर्छौँ भनेर भनेका हौँ। तर यिनलाई त्यो पनि रुचेन। के रुच्छ यिनीहरूलाई? व्यवस्थाको पक्षमा बसेर निर्वाचनका माध्यमबाट 21 जना सांसदहरू लिएर आउँदा यिनीहरूलाई रुचेको छैन, पचेको छैन। मैले धेरै कुरा भन्नु छ, तर म चितवनका जनतालाई, चितवनका जनता मार्फत केही कुरा भन्न चाहन्छु। मलाई आज यति मात्र बोल्ने अनुमति दिनु होला। मैले चितवनलाई बताउनु छ, चितवनले मेरो लागि दुई पटक असुर ग्यास लाठी खाएको छ, टाउको फुटाएको छ, रगत बगाएको छ। मेरो लागि, परिवर्तनका लागि चितवनले एउटा लहर ल्याएको छ। 21 जना संसद विभिन्न ठाउँबाट जितेर ल्याए तापनि त्यो श्रेय चितवनलाई दिँदाखेरि कसैले चित्त नदुखाउनु होला, किनकि यो नीलो क्रान्तिको श्रेय चितवनले गरेको। मैले मेरो प्यारो चितवनलाई गएर बताउनु पर्नेछ म माथि के भयो। 84 दिन यिनीहरूले मलाई के गरे। दासढुङ्गाको बाटोबाट मध्यरातमा कुन नियतका साथ यिनीहरूले मलाई लिएर गएको थिए मैले चितवनलाई भन्नु छ। मैले जनतालाई बताउनु छ। मैले बताउन पाउँछु पाउँदिनँ मलाई थाहा छैन। मेरो टाउको माथि तरवार झुन्ड्याएको छ मलाई थाहा छ। तर म चितवनलाई बताउन चाहन्छु, आगामी शनिबार, आउने शनिबार म चितवन जाँदैछु। म त्यो चितवनको सभामा चितवनका जनतालाई सरकार कसरी ढल्यो, कसले ढलायो, के षड्यन्त्र भए, कसको हातमा हतकडी लाग्नु पर्ने थियो, कसको हातमा हतकडी लाग्नु पर्ने थिएन, यो कुरा सबै चितवनलाई बताउन चाहन्छु, इमानदारीपूर्वक बताउन चाहन्छु। उपस्थित दाजुभाइ दिदीबहिनीहरू, यस बीचमा तपाईँले गर्नुभएको सम्पूर्ण प्रयासका लागि म तपाईँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। जुन माया, जुन विश्वासका साथ तपाईँ अडिग रहनुभयो, म ऋणी छु, धन्यवाद दिन चाहन्छु। तर बेचेर खान्न, तपाईँले दिनुभएको माया विश्वासलाई बेचेर खान्न। मलाई कुनै पद मुक्ता छ, सरकार छैन। सत्ताले सुनोस्, रवि लामिछाने किस्तीमा आएको प्रधानमन्त्रीको पद त्यागेर कहिले हुन मन्जुर भएको मान्छे हो। व्यक्ति जित्नु ठुलो कुरो होइन। मसँग एउटा विश्व रेकर्डको सर्टिफिकेट पनि छ। प्रधानमन्त्रीको घरको सर्टिफिकेट भएर सिंहदरबारमा एउटा फोटो टाँसिन्थ्यो होला। त्यसले के फरक पार्छ? त्यसले फरक पार्दैन। फरक पर्नको लागि त तपाईँ हामीले जुन अभियान सुरु गरेका छौँ त्यसलाई टुङ्गोमा पुर्याएपछि मात्र फरक। यस पटक साथी हो, म
मैले ज्यानको माया मारेको छु, तपाईँको पदको लोभ गर्नुभयो भने तपाईँलाई मलाई पाप लाग्छ। मैले ज्यानको माया मारेको छु। यिनका बिचौलिया मैले नदेखेको, नचिनेको, नसुनेको होइन। यिनीहरूसँग शिर झुकाएको भए म सायद मन्त्री पनि हुन्थ्यो होला, प्रधानमन्त्री पनि हुन्थ्यो होला, सरकार पनि ढल्दैन थियो होला। तर ज्यान जाला यिनका अगाडि शिर झुकाउँदिन, मर्नु परे पनि यिनीहरूका अगाडि शिर झुकाउँदिन। अब यिनले मलाई गर्न बाँकी भनेको गोली हान्ने हो, म तयार छु। यसै पनि बिच सडकमा एकजना मान्छेलाई गोली हानेर मारेको पापी सरकार होइन अस्ति भर्खरै। त्यो नियतले मलाई मध्यरातमा त्रिशुलीको धीरै दासढुङ्गा हुँदै लिएर गयो। मेरो परिवारलाई, मेरो वकिललाई कसैलाई थाहा नदिकन लुकाएर मध्यरातमा के नियतले मलाई उठाएर लिएर गयो, सबैसम्म जग जाहेर छ। त्यसैले कुनै पनि हालतमा यो अभियानमा लोभ लालच नराख्नु होला। एकपटक हामीले त्याग गर्ने हो। यो त्याग भनेको ज्यान जाने त्याग होइन। राजपालले कसैको ज्यान लिने खालको न आह्वान गर्छ न पनि इच्छा राखेको छ। तपाईँ हामीले एकपटक योग्य मान्छेहरूलाई ल्याएर ऐतिहासिक पाणिनी सम्मेलन चैत्र 27 र 28 गते सबै मिली सफल बनाऊ।